को सपना पूरा गर्ने एउटै इच्छा हामीले लिएर बसेका छौँ। त्यसैले यसपटक अन्य दल होइन, यसपटक घन्टी हो। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, एउटा अन्तिम कुरा भनेर जान्छु। एउटा अन्तिम कुरा मैले भन्नै पर्छ, सुन्नुहोस् है एकछिन। एउटा अन्तिम कुरा म यहाँहरूलाई भनेर म बिदा हुन्छु। उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर त्यो राजनीतिक संयन्त्रमा पोको बसेका थिए। तिनको अनुहारमा शहीदको रगत बगिएको छ, याद गर्नु होला। पोको थिए। उच्च स्तरीय राजनीतिक संयन्त्रमा बसेर सारा नीतिहरू लिएर अन्तिम दिनसम्म पनि त्यही संयन्त्रमा पोको थिए। ती सबै मान्छेको अनुहारमा स्कुले केटाकेटीहरूको रगत बगिएको छ, ध्यान दिनु होला। त्यसैले तिनले हेलिकप्टर चढेर ठुलो नगरे हुन्छ। अहिले बेन्जीको रगत मुखभरि लटपटेकाहरूले अहिले बुकिङ गरेको हेलिकप्टर अझै लामो समय बुकिङ गर्नु पर्ला। त्यसैले धेरै ठुलो कुरो नगरे हुन्छ। न कुनै पश्चाताप, न कुनै खेद। एकैपटक सुध्रिए भनेर आएर हुँदैन। सुध्रिने हो भने सडकको प्रतिपक्ष बनोस्, सुध्रिएर आओस्। हामीलाई केही पनि भन्नु छैन। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म अन्त्यमा यति भन्न चाहन्छु, कुनै पनि भ्रममा नलाग्नु होला, कुनै पनि अफवाहमा नलाग्नु होला। र अर्को कुरा, तपाईँलाई र हामीलाई जातमा, धर्ममा, समुदायमा, सम्प्रदायमा विभाजन गरेर कसैले राजनीति गर्दैछ भने धर्मका नाममा राजनीति गर्नेलाई एक भोट नदिनु होला, एक भोट नदिनु होला। हामी वैदिक सनातन सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सम्पूर्ण धर्मावलम्बीहरूको सम्मान गर्ने यस्तो राजनीतिक दल हौ। सबैलाई उचित सम्मान गर्ने राजनीतिक दल भएको हुनाले धर्मका नाममा तपाईँलाई हामीलाई विभाजित गर्ने काम कसैले नगर्नुहोस्। धर्मका नाममा भोट माग्दै आउने, धर्मका नाममा भोट माग्ने हो भने देउता बाँड्न पाइँदैन। मेरो देउता बोकेर भोट माग्न म कसैलाई दिन्न। तपाईँले हाम्रो देउता बोकेर भोट माग्ने होइन, एजेन्डा बोकेर भोट माग्ने हो, एजेन्डा। त्यसैले यहाँ उपस्थित सबैजनालाई म डाक्टर स्वर्णिम वाग्लेलाई अघिल्लो पटकको भन्दा बढी मत दिएर विजयी गराउन अनुरोध गर्न चाहन्छु। सम्पत्ति, आफ्नो समय, आफ्नो दिमाग खर्च गरेका छन्। तिनलाई यति भन्न चाहन्छु, डाक्टर स्वर्णिम वाग्ले कुनै ठाउँमा घुम्न गएर संसद बाहिर फोटो खिच्ने मान्छे होइन। संसदभित्र गएर आर्थिक सुशासनको मुद्दामा फेरि पनि गर्वका साथ भन्छु कि म त्यस्तो भाग्यमानी साथी हुँ जसको साथी र सारथी डाक्टर स्वर्णिम वाग्ले छ। त्यसैले यो इतिहास रच्ने अवसर नगुमाउनु होला, कसैको अफवाहमा नलाग्नु होला, यति भन्न चाहन्छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सँगै रहनुभएका साथी श्रीराम नेउपाने, जसको बारेमा मैले भनेको छु यसपटक तपाईँहरूले उम्मेदवारको रूपमा 2 लाख अनुभवी इन्जिनियर साथी हामीसँग हुनुहुन्छ। देशैभरिका साथीहरूलाई जिताउनु पर्ने भएको हुनाले धेरै ठाउँमा आउन पाइन। अन्य बाटोमा कहीँ कार्यक्रम राखेको भेट्न पाइएन समयले भने हाम्रो खबर पुर्याइदिनु होला। यसपटक प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, अन्य केही हुने छैन। सबैको जय होस्, जय देश, जय घन्टी, जय घन्टी।